नमस्कार। आज अप्रिल 2 अनि त कुसमा नाकको ठ्याँ ठोकेको अरे नाक अनि आँखो आँखो। हामी पुलिन पार्कमा छौँ। पुलिन पार्कको अलि पर अलि धेरै नै पर भनौँ न। पुलिन पार्कको हामी एउटा गेटमा छौँ। दादाले टोपी बिर्सेको हो। कहाँ बिर्सिएको? दादाले टोपी कहाँ बिर्सिएको? यहाँ छ। के भएको थियो? रगराको हो कुसमाको नाकबाट। थाहै भएन त अहिले दुखेको बेला थाहै भएन। दादा क्याप लिन गएको छ। धेरै नै समय भयो। दादा के अरे धेरै नै टाढा छ। आधी माइल जति पर छ। कुसमा आउँछ आउँदैन भनेर म यहाँ कुरेर बसिरहेको छु। कुसमा दादा खोइ दादा कहाँ गएको अरे? क्याप लिन गएको। दादा क्याप लिन गएको छ। लेट्स सी दादा आउँछ कि आउँदैन। दादा यो बाटो गएको छ। माथिबाट जानुपर्ने दादा तलबाट हाम फालेर क्याप बिर्सेछ। अब यति बेला पुग्या हुनुपर्छ त्यो मान्छे। लेट्स सी। कुसमा आज के खेल्यो? स्विङ धुलो के छ अरे यहाँ देखाउ त। यो कुसमाले पानी खायो। यस्तो बोकेर हिँडेको छ। हो यहाँ एकछिन कारमा रमाइलियो थियो। त्यहाँ कार खेलिरहेछन्। रिमोट कार। अब 1-2-3 मिनटमा त कुसमा आइपुग्नु पर्ने हो। के गर्छ है त? आउँछ कि आउँदैन? आएन भने खोज्न जानुपर्छ। कहीँ भुलियो कि भनेर। भुलिन त नपर्ने हो। अब कुसमा गएको केही समय भयो। यति बेला आउनु पर्ने जस्तो लाग्छ। आइपुगेको छैन। आउँदैछ कि भन्ने अनुमान हो। अब आएन भने केही मिनटपछि, अब 5 मिनटपछि कुसमा र म खोज्न जाने प्लानमा छौँ। कुसमा यहाँ दादा आएन भनेर बसिरहेछ होइन कुसमा? दादा आएन अरे? पानी खाने हो किन? कुसमाको आज नाक ठोकेर कुसमा चाहिँ बिस्तारै गरेर चाहिँ अलि टाढै छ। अलिक घुमेर नै आउनु पर्यो। त्यो त्यहाँ भुलियो पनि जस्तो लाग्छ मलाई। हेरौँ। अघिको भिडियो बनाएको ठ्याक्कै 5 मिनट जति भयो। अझै नि दादा आउने छाँटकाट छैन। कुसमाले कहाँ जाने रे? कुसम खोज्न जाने। आज नाक ठोकेर कुसमाको नाक बोली पनि नाकै स्वर आइरहेछ। कुसम खोज्न जाने भन्ने कुरा भइरहेछ। अब जाने? साँच्चै जाने हो? नुनु आएको? कुसमाले दादा खोज्न जाने भन्ने कुरा भयो। अब दादा भुल्यो कि क्या हो? ल हिँड्छ। उयो बोको ल बोको। त्यो त यहीँ राखेर हुन्छ। पानीको बोतल मात्रै बोक्ने हो कि लिएर जाने? कुसमालाई लिएर जाने भन्ने कुरा भयो। पानीको बोतल म बोक्छु। अब गयो हेरौँ न त कहाँ आइपुग्दो रहेछ दादा। आइपुग्यो कि आइपुगेन कि। उसको मेमोरी टेस्ट पनि हुन्छ भनेर आज मैले ल जान त भनेर पठाइदिएको। टाढै छ। दादा गएको बाटो चाहिँ यो हो। डग दादा यहाँबाट ओर्लेर गएको थियो। डग चाहिँ त्यो के अरे ऊ कारको पछि दौडेको। दादाले खेल्न थाल्यो जस्तो लाग्यो मलाई। त्यहाँ गएर बिर्स्यो। फर्केर आउनुपर्छ भन्ने नै बिर्स्यो जस्तो लाग्यो। ए त्यो कारलाई चेज गरेको हो नि त। कारको पछि हिँडेको। अलिक टाढै छ यो। नजिकै छैन। त्यो त्यहाँ गएर के गर्न थाल्यो अब? आउँछ कि आउँदैन भनेर नि हेर्न खोजिरहेको थिएँ। त्यो लेक घुम्न गयो कि आउँछु भनेर गएको थियो। आएन। कुसमा आइरहेछ। यो चाहिँ गाउँ हो कि जब जस्तो लगाएको छ। राम्रो रहेछ है। राम्रो छ। यहाँ पिकनिक स्पटहरू भइहाल्यो। यो साकुरा थियो अस्तिको हप्ता। फेरि अलिकति बाँकी रहेछ। अरू कता गयो दादाले बिर्सियो जस्तो छ। दादा आएन।
दादाले त्यहाँ अर्को साथी भेट्यो भने त्यति खेल लाग्यो कि जस्तो लाग्यो। हामी उहाँ पर बसिरहेको थियौँ। साथै टाढा त होइन, तर त आइपुग्ने बेला चाहिँ भयो। ए दादा आइरहेको छ, दादा आइरहेको छ। दादा अर्को बाटो, मलाई शङ्का त लागेको थियो। ऊ दादा चाहिँ क्याप टोपी लिएर आइरहेछ। ऊ लेक घुमेर आएछ। यो यताबाट आउनुपर्ने थियो होइन, त आफ्नै सुरुमा क्याप टोपी लिएर आइरहेछ। यो पिकनिकको पछाडिबाट आइरहेछ। कुसमा दादालाई छिटो आऊ भन। ल दादा छिटो आऊ भन त। ऊ आयो आयो। दादा केही नभनिकन ऊ लेक घुमेर आएछ। एक राउन्ड लागेर लाएर आएछ। आउनु चाहिँ आइरहेको छ है। उहाँ छौ है है। कुसमालाई के गरेछ खोइ एन्टले? फुको न फुको, अलि उता गर। गयो गयो, झन्डै खाएन। बच्चा त हो ऊ। आफू एक्सप्लोर गर्दैछ। टोपी फालेर फेरि। ए कुसम कुसम कम अन। आयो आयो आइरहेको छ। ऊ आफ्नो डेस्टिनेसन सोझेर हिँडेर छ। कम अन। कहाँ गएको? बच्चा त हो नि, अनि त्यस्ताले डिस्ट्र्याक्ट गरिहाल्छ नि। किन हेर्नु छोड्छौ? कहाँ गएको? टोपी लिएर आएको? गुड गुड जब गुड जब गुड जब। ल ओ गुड जब। ल